कोशी प्रदेश पाँचौं तहको आवेदन खुल्यो है त आवेदन खुलिसकेको छ र 122 जनाको माग छ है 122 जनाको चाहिँ माग छ अप्राविधिकमा है यो अप्राविधिकमा खुल्यो हैन त्यसपछि 122 जनाको खुल्यो नायब सुब्बाको पाँचौं तह नासु सर प्रशासनको सेवा 108 जना प्रशासन सेवामा चाहिँ 108 जना है प्रशासन सेवा भनेको प्रशासन तर्फतिरको यो चाहिँ जसले पनि भर्न पाउँछ र न्याय चाहिँ +2 मा तपाईले यो चाहिँ +2 चाहिन्छ है क्वालिफिकेसन चाहिँ +2 चाहिन्छ +2 को तपाईसँग एउटा +2 को तपाईको एउटा सर्टिफिकेट चाहियो +2 को सर्टिफिकेट चाहियो +2 को सर्टिफिकेट जुन भए पनि हुन्छ जस्तै अब तपाईले म्यानेजमेन्ट गर्नुभएको छ पनि ल पनि त्यसपछि आर्ट्समा गरे पनि हैन ह्युम्यानिटिज एजुकेसन जे गर्नुभएको छ नि +2 को एउटा मा चाहिँ यो प्रशासनको मा मिल्छ है प्रशासनमा ट्राई गर्न मिल्छ तर न्यायको चाहिँ तपाईले +2 क्लियर पनि गर्नु पर्यो र +2 न्याय क्लियर पनि गर्नु पर्यो प्लस न्यायको 4 जना न्याय यहाँ ल फ्याकल्टी ल सब्जेक्ट लिएर पढ्नु कानुन +2 मा ल लिनु पर्यो हैन अनि कानुनको विद्यार्थी हुनु पर्यो यहाँ चाहिँ ल लिएकै हुनु पर्यो हैन यहाँ तपाईले ब्याचलर मतलब यो चाहिँ एउटा स्पेसिफिक लिएकै हुनु पर्यो स्पेसिफिक हुन्छ नि तपाईको एउटा स्पेसिफिक के भन्छ एउटा विषय लिएको हुनु पर्यो के हैन सो यो त्यो लेखापाल चाहिँ तपाईले म्यानेजमेन्ट लिएकै हुनु पर्यो हैन यहाँ म्यानेजमेन्ट लिएकै हुनु पर्यो लेखापाल भनेको अकाउन्टेन्ट यो त्यो हैन अनि त्यसपछि आले प भने सहायकमा 4 जना खुलेको छ न्याय कानुन सेवामा यसको 108 जना खुलेको छ न्याय कानुन सेवामा 4 जना खुलेको छ लेखापालमा 4 जना खुलेको छ अकाउन्टेन्टमा यसको लागि चाहिँ म्यानेजमेन्ट मा +2 पास गरेको हुनु पर्यो है यो हैन सो अर्को छ आलेप यसको चाहिँ मलाई जानकारी त्यस्तो भएन तर आन्तरिक लेखा परीक्षण यहाँ पनि तपाईले +2 जानकारी +2 चाहिँ पास गर्नु पर्यो अनि +2 लेखा परीक्षण भन्ने छैन यहाँ पनि तपाईले स्पेशली कमर्स विषयमा अलिकति तपाई कमर्स विषयमा तपाईले गर्नु पर्यो मतलब कमर्स विषयको मा लिएर तपाईले +2 पास गरेको हुनु पर्यो +2 पास्ड आउट हुनु पर्यो है पास्ड आउट हुनु पर्यो अनि त्यसपछि तथ्याङ्क सहायक 1 जना यहाँ 1 जना खुलेछ आलेप भनेको आन्तरिक लेखा परीक्षणमा आलेप सहायक 4 जना खुलेको छ है अनि त्यसपछि सबैको तथ्याङ्क सहायकमा 1 जना खुलेको छ है अनि महिला विकास निरीक्षकमा 1 जना खुलेको छ यहाँ महिलाले भर्न पाउँ भनेपछि महिला स्पेसिफिक कोटा रहेछ भनेपछि हैन सो यति नै हो र तपाईले पुस 20 गतेसम्म पुस विज्ञापन 20 गतेसम्म विज्ञापन चाहिँ 700 र समावेशी हैन तपाईले अन्तर्राष्ट्रिय के भन्छ अन्तर्राष्ट्रिय आदिवासी जनजातिमा त्यस्तो समावेशीमा चाहिँ तपाईले 200 एक्स्ट्रा तिर्न पर्छ हैन खुल्ला तर्फ चाहिँ 700 पर्दो रहेछ
हैन। तर 20 गते पछि चाहिँ तपाईले पुसको 20 गतेसम्म चाहिँ तपाईले कति तिर्न पर्छ भन्दाखेरि कति तिर्न पर्छ पुसको 20 गते कटेपछि चाहिँ तपाईले डबल दस्तुर $1400 पर्छ है। 20 गते कटेपछि चाहिँ पुसको 20 गते कटेपछि चाहिँ 1400 पर्छ है। 1400 पर्छ है। सो विचार गर्नु होला, अगाडि नै भन्नु होला, पुस 20 गतेसम्म भरिसक्नु होला हैन। सो यही हो, भारी सङ्ख्यामा विज्ञापन खुलेको छ, तयारीमा जुट्नु होला। यहाँ चाहिँ फर्स्ट पेपर र सेकेन्ड पेपर अनि त्यसपछि कम्प्युटर परीक्षण, मतलब टाइपिङ कम्प्युटर टाइपिङहरू अनि त्यसपछि अन्तर्वार्ताहरू के हुन्छ। सो अन्तर्वार्ता दिनुपर्छ है। सो अन्तर्वार्ता दिएर चाहिँ तपाईले अनि तपाईको त्यहाँ रिजल्ट आएपछि चाहिँ अनि सबै यो फर्स्ट पेपर सेकेन्ड पेपर सबैमा पास भएपछि तपाईहरुले अनि कम्प्युटरसिप परीक्षण अनि त्यसपछि कम्प्युटरसिप परीक्षण मतलब टाइपिङहरू हुन्छ अनि त्यसपछि तपाईको इन्टरभ्यु हुन्छ अनि त्यसपछि तपाई नियुक्ति हुन्छ हैन। त्यसको रिजल्ट आएपछि अनि त्यसरी नै तपाईको नायब सेवा भन्ने एउटा प्रक्रिया, तपाई नायब सेवा भन्नुहुन्छ यसरी है। सो धन्यवाद।